पिजी प्रोग्राम चलाउन सक्नुहुन्छ या सक्नुहुन्न भन्ने एउटा प्रश्न हो। अब अर्को प्रश्न चाहिँ हामीले बारम्बार भने पनि छौँ, मेडिकल कलेजको साथीहरूले भन्नु पनि भएको छ, गभर्मेन्टलाई पटक पटक सायद यो कुराहरू धेरै वर्ष 10 वर्षदेखि चलिरहेको कुरा हो। एमबिबिएसको फिस चाहिँ सुन्दाखेरि चाहिँ एकदम चाहिँ 40 लाख 44 लाख सुनिन्छ नि साथीहरू, तर यो चाहिँ यथार्थमा के हो भने महिनाभरि 54,000। त्यसभित्र काठमाडौँ विश्वविद्यालयले अथवा टियुले आयोगले लिने पैसालाई कटाएर हेर्नुभयो भने टोटल होल कोर्सको ड्युरेसनले तपाईँले भाग गर्नुभयो भने 54,000 रुपियाँमा नेपालको एमबिबिएस एजुकेसन गत 10 वर्षदेखि चलिरहेको विद्यमानता हो। अब यहाँनिर काठमाडौँमा तपाईँले एक दुईवटा स्कुल, म स्कुलको नामै लिएर तपाईँलाई भनिदिन्छु, तपाईँले चेक गर्नु होला। युनियन्स स्कुलको फिस कति? प्राइमरी एजुकेसन। रातो बङ्गालाको फिस कति? प्राइमरी एजुकेसन। काठमाडौँका अधिकांश केही ठुला स्कुलहरूको प्राइमरी लेभलको फिस र एमबिबिएसको फिस बराबरी हुन सक्छ कि सक्दैन? फर इक्जाम्पल यदि महिनावारीमा लाने हो भने एउटा नयाँ डिबेट सुरु हुन जरुरी छ भन्ने हामीलाई लाग्छ हो कि। र स्कुलको फिस बराबर पनि गत 10 वर्षदेखि चाहिँ मेडिकल एजुकेसनको मेडिकल कलेजको फिस चाहिँ निर्धारित हुन सकेन भने के हुन सक्छ त भन्दाखेरि क्वालिटीमा कम्प्रोमाइज हुन सक्दैन। किनभने उपत्यका बाहिर अहिले एउटा रेडियोलोजिस्टलाई प्रोफेसर, रेडियोलोजीको एउटा प्रोफेसरलाई जब दिनु पऱ्यो भने पहिले त नेपाली प्रोडक्ट पाउँदैन। तपाईँले नेपाली प्रोडक्ट लिएर जान्छु भन्नुभयो भने स्टार्टिङ 8 देखि 10 लाख रुपियाँ प्रति महिना नदिकन रेडियोलोजीको प्रोफेसर पाउँदैन। हालत के छ है। त यसको सोल्युसन के हो त भन्दाखेरि मुलुक त गरिब छ, दूरदराजमा गरिब जनताहरू छ। अब पढ्न सक्ने वातावरण कसरी क्रिएट गर्ने भन्दाखेरि म्याक्सिमम छात्रवृत्तिका सिटहरूलाई चाहिँ इन्करेज गर्ने र फिसलाई चाहिँ ब्रेकअप गरेर महिनावारीमा लाने एउटा सोल्युसन यो हुनसक्छ। र त्यसको निम्ति कम्पेन्सेट कसरी गर्ने त भन्दाखेरि विश्व बजारको ट्रेन्ड के छ हामीले यो हेर्नु पर्यो। अहिले बङ्गलादेशले के गरिरहेछ, चाइनिजहरूले के गरिरहेछन्, रसियनहरूले के गरिरहेछन्, क्युबाको मेडिकल एजुकेसनमा के भइरहेछ, यही नजिकको भारतले के गरिरहेछ भनेपछि जेनरली अहिले भारतीय प्र्याक्टिस के छ भन्नुहुन्छ भने प्रति वर्ष 2वटा सेसन समेत गरेर 280 जनासम्म त भारतका धेरैवटा कलेजहरूमा पढाइ हुन्छ। हाम्रा कलेजहरू पनि 150 सिट 150 जना विद्यार्थी लिएर 10औं 15औं वर्षसम्म चाहिँ तपाईँको मुलुकमा चाहिँ पढाएर प्रोडक्ट निकालेर ती प्रोडक्टहरू आज अमेरिकाको मायो र क्लिभल्यान्डमा एज अ डाक्टर काम गरिरहेको अवस्था। नेपालको मेडिकल एजुकेसन असाध्यै राम्रो मानिन्छ। तर यो 10 वर्षको हाराहारीमा हाम्रो आदरणीय गुरु गोविन्द केसी सरलाई अगाडि राखेर मैले तपाईँलाई इमान्दारितापूर्वक भन्छु, केही राजनीतिक दलका मान्छेहरूले अँध्यारो कोठामा डर्टी पोलिटिक्स गरेर नेपालको मेडिकल एजुकेसनलाई धाराशायी पार्ने, ध्वस्त पार्ने काम गरियो। अहिलेको विद्यमानता के हो त भन्दाखेरि आज तपाईँहरूले सुन्दाखेरि तपाईँलाई पत्याउन गाह्रो हुनसक्छ, तर तपाईँलाई म एउटा रियल एउटा स्टोरी भन्न चाहन्छु। आज विराटनगरको विराट मेडिकल कलेजमा, नोबल मेडिकल कलेजमा लगायत उपत्यका बाहिरका अस्पतालहरूमा नर्स नपाएर कलेजहरूले 2 सिफ्ट काम लगाएर अनि एचए र एएनएमलाई नर्सको रूपमा ट्रेनिङ दिएर चाहिँ काम गर्नुपर्ने विद्यमानता छ। तर नेपालको कुनै पनि मेडिकल कलेजले आज स्टाफ नर्स पढाउन पाउँदैन। हेर्नुहोस्, हाम्रा छोरीहरू अहिले भर्खर तपाईँहरू सुन्नुभयो भारतमा एकजना हाम्री चेली सानी बच्चीलाई चाहिँ पढ्न गएको चाहिँ एउटा बच्चालाई चाहिँ रेप गरेर मारेर फ्याँक्यो। त हजारौँको सङ्ख्यामा नेपाली छोरीचेलीहरू पढ्ने कलेजहरू यो गत 5-7 वर्षभित्रमा लगभग 200 भन्दा बढी, हामीसँग एक्ज्याक्ट डाटा छ, तपाईँलाई चाहियो भने अहिले हाम्रो बतासीले दिनुहुन्छ कतिवटा कलेज कतिवटा सिट सङ्ख्या काट्यो भन्ने पनि छ। त नेपालको सिट सङ्ख्या नेपालका कलेजहरूमा पढाउन नदिएर, नेपाली बच्चाहरूलाई पढाउन नदिएर बेनिफिट कसलाई हो? र जहिले पनि के हुन्छ भन्नुहुन्छ भने यहाँ एउटा बुझ्नुपर्ने एउटा रहस्यमय कुरा छ। नेपाल मेडिकल एसोसिएसन त्यसको मेम्बर हामी पनि, यहाँ भएका तमाम मान्छेहरू हामी त्यसको आजीवन मेम्बर छ। तर एनएमए भित्र एउटा डर्टी पोलिटिक्स हुन्छ। त्यहाँ चाहिँ काङ्ग्रेस र एमाले मध्ये राजनीतिक दलका चाहिँ डाक्टरहरूको चाहिँ त्यहाँ कसको वर्चस्व कायम गर्ने भन्ने हिसाबले हरेक वर्ष चाहिँ उहाँहरूले चाहिँ एउटा न एउटा नयाँ फन्डा चाहिँ खोजिरहनुहुन्छ। र त्यहाँ अब आउँदो एनएमएको चुनाव काङ्ग्रेसका पक्षधरहरूले जित्ने या एमालेका पक्षधरहरूले जित्ने भन्ने अभिप्रायका साथ त्यो वर्षै पछि एउटा फन्डा लफडा कि त एडमिसनको टाइममा कि त अन्य टाइममा एउटा फन्डा गरिन्छ। अहिले भएको के हो? अहिले को आन्दोलनमा छ भन्दाखेरि यो काठमाडौँ विश्वविद्यालयको यो चाहिँ काठमाडौँ विश्वविद्यालय कलेजहरूलाई विद्यार्थी भर्ना हुँदाका वखतमा दिएको शर्तसहितको भर्ना
अब अहिले सडकमा भएका विद्यार्थी भाइ बहिनीहरू साथीभाइहरू के भन्नुहुन्छ भने अब हामी यो शर्त मान्दैनौँ, यो उचालेको एनएमएले हो फेरि क्लियर हुनुहोस् तपाईँ, किन एनएमएको इलेक्सन आउँदैछ, उसलाई चुनाव जित्नु छ। वर्षै पछि गोविन्द केसी देखाएर चाहिँ यो पहिला नेपालका कलेज त ध्वस्त पारिसके। अब गोविन्द केसीवाला फन्डा सक्यो, त्यो कार्ड काम लागेन सरको, होइन, समाजले बुझिसक्यो। अब फेरि के गर्ने त भन्दाखेरि बच्चाहरूलाई चाहिँ उचाल्ने, हामी गराउँछौँ लगाउँछौँ तिमीलाई सब गर्छौँ भन्ने। अनि यो विश्वविद्यालयले पठाएको अथवा भर्ना हुँदाका वक्तमा, एडमिसन हुँदाका वक्तमा गरिएका शर्त र त्यो शर्त मुताबिक भएको भर्ना, त्यो सहमति हामी मान्दैनौँ। यो सहमति होइन, अब तिमीहरूले त दिनुपर्छ, किनभने तिमीहरूसँग पैसा छ, तिमीहरू देशका माफियाहरू हो, तिमीहरू देशलाई लुटेका छौ, त्यस कारणले तिमीहरूले पैसा दिनुपर्छ, हाम्रो माग पुरा हुनुपर्छ भन्ने माग हो। मेडिकल कलेजहरूको के हो त भन्दाखेरि यो भर्ना भएका वक्तमा भएको शर्त हामी मान्छौँ, अहिले पनि मान्छौँ, मानिराखेको मान्छौँ। र अब फर्दर आउने ब्याचमा पनि 48,000 दिनको निम्ति मेडिकल कलेजहरूले चाहिँ नाइ भनेको छ, मेडिकल कलेजहरूले मन्जुर गरेको छ, तर त्यसको एउटा सोल्युसन खोजेको छ। सरकारी कलेजहरूको हकमा सरकारले त्यो चाहिँ पैसा दिएर कम्पेन्सेट गरेको छ भने प्राइभेट मेडिकल कलेजहरूको हकमा कम्पेन्सेसनको बाटो के हो त, के हुनसक्छ भनेर अहिले छलफल चलिसके पछाडि एउटा समिति बनेको छ, प्रधानमन्त्रीको निर्देशनमा बनेको समिति हो। अब यो समितिमा भाजो हालेर अहिले चाहिँ एनएमएको प्रेसिडेन्ट त्यो उहाँ चाहिँ प्रो काङ्ग्रेसी हुनुहुन्छ। अनि अर्को फेरि चाहिँ नेकपा एमालेको तर्फबाट उठ्न चाहने हाम्रो डाक्टर के रावल रे मङ्गल रावलजी हुनुहुन्छ। उहाँहरू दुईजना डटी पोलिटिक्स गर्दै हुनुहुन्छ, उहाँहरूलाई के चाहिएको छ भने भोट चाहिएको छ। अनि उतातिर चाहिँ हामीले गऱ्यौँ नि केटा देखाउ भनेको छ, उताभित्र प्रधानमन्त्री कहाँ गएको छ, सर कलेजले टेरेन है, हजुर सम्माननीय थियो कलेजले त टेरेन भनेको छ। त्यही कारण यस्ता गैर जिम्मेवार यो देशका कलङ्कित अन्तर्राष्ट्रिय दलालहरू, विश्व बजारले चलाएका एजेन्टहरू, एनएमए लगायत आयोग र सरकारको विभिन्न निकायमा भएको कारणले गर्दा नेपालको मेडिकल एजुकेसन जो विश्व बजारमा संसारमा तपाईँले बेच्न सक्ने, स्वदेशमा पनि चाहिने, विश्व बजारमा पनि हाम्रो चाहिँ एकदम डिमान्ड हाई भएको, हाम्रो साँच्चै भन्नुहुन्छ भने अफ्रिकामा भयो जस्तै हाम्रो गोल्ड माइन, यो डायमन्ड जस्तै हो हाम्रो यो बच्चा, यो हाम्रो प्रडक्ट जहाँ पनि कम्पिटिसन गरेर चाहिँ पास गर्न सक्छ। त्यस्तो प्रडक्टसँग चाहिँ यो रोक्ने, निषेध गर्ने, निस्तेज गर्ने एउटा नयाँ चाहिँ प्रपञ्च सुरु भएको छ। म साथीहरूलाई अर्को एउटा कमिङ इयरमा के हुनसक्छ भन्ने पनि भनिदिन्छु। अब तपाईँ सुनिहाल्नु, आज कलेजहरूले 48,000 रुपियाँ तिर्न सक्दैन भने हात उठाएर अस्ति भर्ना नभएको थाहा पाइहाल्नुभयो। अब ल यसपालि ल बाध्यकारी भयो भर्ना भयो, नेक्स्ट इयर त कलेजले सिट एप्लाई गर्छ। सिट एप्लाई गर्दाखेरि अहिले 80वटा 100वटा सिट पाइरहेको कलेजहरूले 15वटा एप्लाई गर्छ, 85वटा सिट त कम हुन्छ एउटा कलेजमा। यानि कि लगभग 700-800 एमडी-एमएस पढ्न पाउने बच्चाहरू नेक्स्ट इयरबाट त पढ्न वञ्चित हुन्छ। मैले यो कुरा हिजो अनौपचारिक रूपमा एनएमएको प्रेसिडेन्ट अनिल कार्की सरलाई भने, त्यो मेरो अनौपचारिक कुरा थियो, म इमान्दारितापूर्वक भन्छु। उहाँले मलाई के भन्नुभयो भने छोडिदिनुहोस् सर, अलि स्ल्याङ वर्ड प्रयोग गर्नुभयो, त्यो प्रयोग गरिदिनु म यहाँ, छोडिदिनुहोस्, हामीलाई के मतलब, नेक्स्ट इयरको कुरा नेक्स्ट इयर हुन्छ भन्नु। मैले भने अनिलजी तपाईँ जिम्मेवार बन्नुहोस्, तपाईँ डाक्टर बनिसक्नुभयो होला, तर 2 छाक भात खान नपाउने मान्छेहरूलाई डाक्टर बन्ने कुरा एउटा सपना हो। त्यस कारणले भोलिको बच्चाहरूलाई तपाईँ रोक्न चाहँदै हुनुहुन्छ भने चाहिँ एमिकेबल एउटा सोल्युसन। समस्या 48,000 को हुँदै होइन, 48,000 दिन त कलेज रेडी छ नि त, कसले होइन भने चाहिँ यहाँ समस्या के हो भने कसरी मेडिकल कलेजहरूलाई धाराशाही बनाउने, एडमिसन रोक्ने, एडमिसन नदिने, अर्को फर्दर फन्डा गर्ने, प्रब्लम क्रिएट गर्ने र नेपाली बच्चाहरूलाई बाध्य गराएर विदेश पढ्न पठाउने र नेपालभित्र प्राइभेट मेडिकल एजुकेसनलाई चाहिँ खतम गर्ने भन्ने मात्रै प्लान। अहिले मात्र समस्या छैन, समस्या सब छ, सरल 48,000 दिन समस्या छैन। अब सरकारलाई सिट बढाउन समस्या छैन, सोल्युसन भइसक्यो त। अनि एनएमए भनेको यो देशभन्दा बाहिरको तत्त्व हो कि एनएमए भनेको यो देशभित्रको तत्त्व? हाम्रो के अरे डाक्टर रावल के अरे मङ्गल रावल अनि अनिल कार्कीले सबै देशकै ठेका लियो भने ठिकै छ, होइन भने त्यो सोल्युसन दिनु पऱ्यो नि। बच्चा सडकमा चाहिँ बिचरा चाहिँ कुदाएको छ, अस्पतालमा फेरि सुन्नु सरको गम्भीर कुरा, इम्पोर्टेन्ट एउटा स्टुडेन्ट हो कि इम्पोर्टेन्ट भेन्टिलेटरमा भएको बिरामी? देयर इज अ नेक्स्ट क्वेसन। यो डायलग हुन जरुरी छ। इमर्जेन्सीमा अहिले हार्ट एट्याक भएर आएको एउटा बिरामी को त्यसको जीवन महत्त्वपूर्ण हो या यो 48,000 को छलफल महत्त्वपूर्ण हो? यो नसोचिकन एनएमए जस्तो चाहिँ जिम्मेवार संस्थाले चाहिँ बच्चा उचाल्दै पुर्याउँदै अस्पतालमा चाहिँ ड्युटीबाट आउट गर्दै यति गैर जिम्मेवार चाहिँ रोल गर्नु ठिक हो कि होइन भन्ने पनि अर्को डिबेटको विषय हो। र साथीहरू
अब मैले धेरै बोल्न चाहिनँ, लामोको विषय त धेरै छ। ठिक छ। अब त्यस कारणले अहिलेको प्रधानमन्त्रीलाई हामी धन्यवाद दिन चाहन्छौँ। उहाँले कमसेकम यो पछिल्लो मिटिङमा जिम्मेवार ढङ्गले एउटा समिति बनाउनु भएको छ र हामीलाई पनि के आश छ भने अब एउटा निकास आउँछ। हिजो गोविन्द केसी सरका मुभमेन्टमा का बेलामा कटिएका सिटहरू रिभाइभ हुन्छन्, बढीभन्दा बढी नेपाली जनताका बच्चाबच्चीहरूले पढ्न पाउँछन्, बढीभन्दा बढी छात्रवृत्ति पनि सिट बढ्छ यसमा। अनि फेरि के बुझ्नु पऱ्यो भने अब यहाँ नेक्स्ट क्वेसन के भन्छन् भने फेरि धेरै बुझकडहरू क्वालिटी चाहिँ जो डाउन हुन्छ भन्छन् कि। त मेडिकल कलेजहरूलाई दिने सिट सङ्ख्या त्यो यसको प्यारामिटर हुन्छ, यतिजना टिचर, यति बेड, यति अकुपेन्सी भन्ने क्राइटेरिया नबनाइकन सिट बढ्छ त हजुर, बढ्दैन त। भनेपछि क्वालिटी कन्ट्रोलको त मेकानिजम छ त। त्यस पछाडि फेरि काउन्सिलमा चाहिँ एक्जाम हुन्छ, नराम्रो उत्पादन भयो भने त मेडिकल काउन्सिलमा फेरि लाइसेन्स फेल हुन्छ नि त। त्यस कारणले यो चाहिँ कसरी प्रोडक्सन रोक्ने भन्ने र कसरी प्रोडक्सन बढाउने भन्ने बिचको लडाइँ मैले यहाँलाई क्लियर गराएँ जस्तो लाग्छ। त्यही क्वेसन भयो। अब जवाफ धन्यवाद। तपाईँ अहिले सांसद हुनुहुन्छ होइन, अब जे भए पनि हिजो पनि मजाले डाक्टर साहबहरू त 36 घन्टा काम गर्नुभएको छ होइन, 24 घन्टा 36 घन्टा काम गर्नुभएको छ। तपाईँहरूले श्रम शोषण गर्नुभएको छ भनेर सोध्नु हो नि त मेडिकल कलेज साथी। यहाँलाई के बुझाउन सकिएन हामीले भने एउटा विद्यार्थी भर्ना भएर आयो एमडिएमएसमा भर्ना भएर आयो भने एमडिएमएसको नि विषयगत छ, बेसिक साइन्स अलग होइन, क्लिनिकल साइन्स अलग, डेन्टल अलग होइन, तर भत्ता चाहिँ सेम है फेरि है। अब एनाटोमी पढ्ने बच्चा विद्यार्थीले चाहिँ नाइट ड्युटी गर्दैन, तर त्यही ठाउँमा मेडिसिन पढ्छ भने उसले नाइट ड्युटी गर्छ। तर यो सबै कुराको एन्सर के हो भने यो मेडिकल एजुकेसन भनेको चाहिँ आर्ट्स कमर्स जस्तो होइन। हामीले आर्ट्स कमर्स पढ्दाखेरि पनि आएर क्याम्पसमा पढ्दा होइन त्यहाँ त सिलेबस पाइन्छ नि त, त्यस्तै यो त अझ सिलेबस छैन, यसको त डिटेल पाठ्यक्रम हुन्छ। एउटा विद्यार्थी मेडिसिनमा भर्ना हुँदा कति घन्टा कहाँ ड्युटी गर्ने, कार्डियोलोजीमा कति गर्ने, न्युरोलोजीमा कति गर्ने होइन, ग्यास्ट्रोमा कति घन्टा ड्युटी गर्ने भन्ने कुरा विश्वविद्यालयले बकाइदा प्रिन्टेड लेखेर पठाएको हुन्छ। त्यो आज उहाँले सिलेबस ल्याउनु भएन होला, हजुरहरूलाई यो सिलेबस चाहिँ उहाँले प्रोभाइड गरिदिन सक्नुहुन्छ। भनेपछि यो कलेजको नितान्त कलेजको विषय होइन है। कलेज छ नि, त्यो कलेजको हातमा हुनु। विश्वविद्यालयको पाठ्यक्रमलाई अक्षरशः पालना गराउनुपर्ने दायित्व कलेजको हुन्छ र त्यसलाई पालना गर्नुपर्ने दायित्व कसको हुन्छ, विद्यार्थीको हुन्छ। भनेपछि यसको निकास कसले दिनु पऱ्यो भन्दा अहिलेको मेडिकल एजुकेसन, त्यसो भने त के भन्नु पऱ्यो भने अहिलेको मेडिकल एजुकेसनको जुन सिलेबस छ, पाठ्यक्रम छ, समस्या त्यहाँ छ भन्नु पऱ्यो। त्यसो हुँदा पाठ्यक्रम कसले परिवर्तन गर्छ, कलेजले त गर्दैन, त्यो त विश्वविद्यालयले, अहिले त आयोगले गर्छ। भने चिकित्सा शिक्षा आयोगले पाठ्यक्रम चाहिँ चेन्ज गर्नु पऱ्यो। अब 36 घन्टा अथवा 18 घन्टा अथवा 12 घन्टा काहीँ छ भने त्यसलाई ल्याएर 6 घन्टामा, 2 घन्टामा, 1 घन्टामा अनलाइन क्लास राखिदिनु हुन्छ, हुन्छ भने नि त उहाँले अनलाइन क्लास राख्नु, हामी अनलाइन राखिदिन्छौँ, हुन्छ त। अनि सिलेबस आफू बनाउने, पाठ्यक्रम आफू बनाउने, यति घन्टा गर भनेर पठाउने, त्यो सुन्नुहोस्, चिकित्सा शिक्षा आयोगमा पनि त्यो एनएमएको अध्यक्ष पनि हुन्छ त्यहाँ। बुझ्नुभयो के भन्दैछु हजुरलाई, हरेक ठाउँमा हुन्छ नि त एनएमए त। अनि सिलेबस र पाठ्यक्रम बनाउने बेलामा आफूले चाहिँ यति घन्टा गराउनै पर्छ भने लेखेर पठाउने, अनि अहिले आएर बढी गराइस् भन्न पाइन्छ त कि पाइन्छ हो। यो विषय हामीले मार्केटमा आम नागरिकलाई बुझाउन सकेनौँ, उहाँहरूले बुझाउन सक्नु भएन। मलाई लाग्छ तपाईँहरूले बुझ्नुभयो भन्ने लाग्छ। नयाँ पत्रिकाको साथीले यो उठाएको क्वेसन बहुत सिरियस र जेन्युन छ। प्रश्नको लागि यहाँलाई धन्यवाद।